Hello, guys. Welcome to Beyond Boundaries Just Cricket. After a long time, I'm back to talk about the World Cup that's coming in February. नेपालको लागि amazing opportunity हो यो र I'm really looking forward to it. होप तपाईँहरू पनि अब एकदमै लुक फरवर्ड गरिरहनु भयो छ होला मेरो त कतिजना साथीहरू त इभन वाङखेडेको भन्नु न टिकट लिएर चाहिँ अब वर्ल्ड कप हेर्न पनि जान रेडी भइरहनु भएको छ होइन एन्ड द्याट्स अमेजिङ त्यो नेपालको गेमको लागि चाहिँ अलमोस्ट स्टेडियम फुल छ भन्ने कुरा सुनिरहेको थिएँ मैले विच इज अल्सो एन अमेजिङ थिङ किनभने एसोसिएट नेसनहरू खेल्दाखेरि त्यस्तो किसिमको भाइब्स र त्यस्तो किसिमको स्टेडियममा चाहिँ प्रेजेन्स एक्सपेक्ट गरिँदैन सो आई थिङ्क दिस इज गोइङ टु बी एन अमेजिङ वर्ल्ड कप फर अस पोस्ट विन अगेन्स्ट वेस्ट इन्डिज अमेजिङ यो के अरे ओमानहरूसँगको चाहिँ जुन चाहिँ क्वालिफायर थियो हाम्रो T20को त्यसमा गरेको नेपालको प्रदर्शन चाहिँ एकदमै फ्यान्टास्टिक थियो एन्ड नाउ फाइनल वी आर क्वालिफाइड अब यहाँनिर यो सानो सेगमेन्टमा चाहिँ म हजुरसँग चाहिँ वाङखेडे पिचको बारेमा अलिकति कुरा गर्छु एन्ड आई विल अल्सो टक अबाउट सम अदर की फ्याक्ट्स अबाउट द स्ट्राटेजी अफ द म्याच के हुनसक्छ होला फेज वाइज हामी कसरी खेल्न सक्छौँ अनि टिम कम्बिनेसन पनि हाम्रो के हुनसक्छ भनेर आई विल टक अबाउट द्याट सबैभन्दा पहिला स्टेडियमको कुरा गर्ने हो भने नेपालले मुम्बईको वाङखेडे स्टेडियममा आफ्नो प्राय सबै म्याचेस इनफ्याक्ट अल द म्याचेस त्यहीँनिर नै खेल्नेछ एन्ड वाङखेडे इज अ भेरी फेमस स्टेडियम हामी सबैजनालाई त्यो धोनीको 6 जुन चाहिँ 2011 वर्ल्ड कपमा हानेर चाहिँ इन्डियालाई वर्ल्ड कप जिताउनु भएको छ आई थिङ्क मेमोरेबल छ त्यो एउटा सो नेपालले आफ्नो सबै गेम अब वाङखेडेमा खेल्ने भएको कारणले गर्दाखेरि इट्स इम्पोर्टेन्ट द्याट वी लुक एट वाट काइन्ड अफ पिचेस इन अफर इन वाङखेडे मुम्बई इन्डियन्सको पनि कि भेन्यू हो मेन भेन्यू होम भेन्यू हो वाङखेडे सो इट्स अ भेरी ब्याटिङ फ्रेन्डली सर्फेस एकदमै इभन बााउन्स भएको सर्फेस हो वाङखेडे स्टेडियमको विन पर्सेन्टेजको कुरा गर्ने हो भने ब्याटिङ फर्स्ट र ब्याटिङ सेकेन्ड गर्दा अराउन्ड 55-45%को छ त्यस्तो मेजर एडभान्टेज चाहिँ हुँदैन तर ह्याभिङ सेट द्याट ड्यू चाहिँ त्यो ग्राउन्डमा वी क्यान एक्सपेक्ट स्पेसली इन द नाइट म्याचेस र त्यसले गर्दाखेरि सायद चेजिङ टिमको लागि अलिकति एडभान्टेजेस हुनसक्छ बााउन्ड्री स्ट्रेटमा अराउन्ड 64 मिटर्सको छ स्क्वायरमा अराउन्ड 68 to 72 मिटर्सको छ सो स्ट्रेट हिटिङ आई थिङ्क इज गोइङ टु बी अ की एकदमै ट्रु पिच एकदमै राम्रो बााउन्स भएको र हाई स्कोरिङ भेन्यूमा चाहिँ म भन्छु अनि मुम्बई इन्डियन्सहरूको गेम रिसेन्ट हाम्रो आइपिएलमा हेर्नु हो भने र प्रिभियस हाम्रो इन्टरनेसनल गेम्सहरूमा हेर्ने हो भने पनि अब वाङखेडेमा चाहिँ रन फिस्ट नै युजली देख्न पाइन्छ अब रिसेन्ट स्कोरिङ ट्रेन्ड्सहरूको कुरा गर्ने हो भने एभरेज स्कोर वाङखेडेमा अराउन्ड 175-180 स्लाइटली हायर पनि छ सो त्यसले गर्दाखेरि 200+ त अझै आइपिएलहरूमा त निकै कमन हामीले देख्न सक्छौँ एन्ड चेजिङ टिमको लागि चाहिँ ड्युले गर्दा अघि पनि मैले भने इट्स गोइङ टु बी अ बिट इजियर आई थिङ्क बट त्यस्तो डिफ्रेन्स चाहिँ छैन जस्तै विन लस रेकर्डमा चाहिँ ब्याटिङ फर्स्ट गऱ्यो भने चाहिँ चान्सै छैन भन्ने जस्तो खालको पनि छैन अब रिसेन्ट ट्रेन्ड्समा चाहिँ पेसर्स भर्सेस स्पिन कसले चाहिँ यो पिचमा को चाहिँ मोर इफेक्टिभ हुन्छ भनेर कुरा गर्ने हो भने अराउन्ड 70% अफ द विकेट्स वाङखेडेमा पेसर्सले नै लिने गरेछ यो ट्रेन्ड हामीले आइपिएलमा पनि देख्छौँ र इन्टरनेसनल गेम्समा देख्छौँ वाइ बिकज दिस इज अ रियली गुड बााउन्स र एकदम राम्रो क्यारी छ एन्ड अर्ली स्विङ पनि अभाइलेबल हुन्छ न्यू बल राम्रोसँग स्विङ हुन्छ फर्स्ट 4 to 5 ओभर्समा स्पिनरले अराउन्ड 30% अफ द विकेट्स लिन्छन् तर नट बिकज इट टर्न्स बट भेरिएसन भएको स्पिनर्सहरूले चाहिँ त्यसमा राम्रो गर्न सक्छन् अब हाम्रोमा जस्तै शेरमल्ल हुनुहुन्छ नयाँ एन्ट्री होइन या सन्दीप पनि हुनुहुन्छ सो जसले भेरिएसन अलिकति लिएर आउन सक्छ एज अ स्पिनर अलिकति बााउन्स पनि अफर गर्छ पिचले सो क्याचेसहरू स्क्वायर स्पेसली अलिकति लङ्गर बााउन्ड्री भएको भएर त्यसमा स्पिनर्सहरूले विकेट गर्नुपर्छ तर त्यस्तो टर्न चाहिँ छैन फास्ट बलर आर गोइङ टु बी भेरी इफेक्टिभ इन वाङखेडे एज पर लास्ट 2-3 इयर्स अहिलेसम्मको वाङखेडेको जतिसम्म मैले बुझेको छु अनि टस स्ट्राटेजी चाहिँ को कुरा गर्ने हो भने डे म्याच अब वेस्ट इन्डिजसँग हामीले खेल्दैछौँ अब डे म्याचमा आई थिङ्क पिच चाहिँ अलमोस्ट कन्सिस्टेन्ट नै हुन्छ थ्रु आउट द डे त्यस्तो ड्युको कुनै अब चान्सेस छैन सो आई थिङ्क इट विल बी गुड टु ब्याट फर्स्ट एन्ड सेट अप अ गुड टार्गेट एन्ड स्पिनर्स विल कम इन टु प्ले आई थिङ्क इन द सेकेन्ड इनिङ्स त्यसले गर्दाखेरि मेरो विचारमा डे गेम्समा चाहिँ आई थिङ्क ब्याटिङ फर्स्ट वुड बी अ गुड अप्सन अब डे नाइट गेम्समा चाहिँ हामीले इङ्ल्यान्डसँग खेलिरहेछौँ त्यसपछि बङ्गलादेशसँग पनि खेलिरहेछौँ इटलीसँग पनि खेलिरहेछौँ सो बङ्गलादेशसँग आई थिङ्क इट्स अ फुल नाइट गेम
इङ्ल्यान्ड र इटलीसँग चाहिँ डे नाइट गेम हो. सो अगेन टस गरेर सेकेन्ड ब्याट गर्दाखेरि बेटर भनेर अब चेस गर्दा ड्युले गर्दाखेरि, तर T20 गेम हो एन्ड वी आर इन इन्टरनेसनल साइड एन्ड अल देयर द साइड्स आर इन्टरनेसनल साइड्स. अहिले त स्पेसली इन्डियामा भनौँ न आइपिएलहरूमा हामीले देखेका छौँ. सो अब त्यो टसले नै सबै कुरा डिसाइड गर्ने त छैन. सो यो स्क्वाडको कम्बिनेसन चाहिँ हाम्रो अब के हुनसक्छ, टिम कम्बिनेसन चाहिँ के हुनसक्छ भनेर चाहिँ डिस्कस गर्नको लागि मैले केसिएमै प्र्याक्टिस गर्न आउनुहुने हाम्रो एकजना भाइ हुनुहुन्छ शार्दुल भट्ट. उहाँ चाहिँ काठमाडौँ गोर्खासबाट एनपिएल पनि खेलिसक्नु भएको छ. सो आई हेभ हिम. हेलो, वेलकम. है, थ्याङ्क यू दाइ. सो म चाहिँ अब एकचोटि उसँग बसेर क्याजुअली भनौँ न हाम्रो अहिले के छ त अब जुन चाहिँ वर्ल्ड कपमा हाम्रो स्क्वाड चाहिँ अनाउन्स भइसकेको छ होइन. सो त्यसमा चाहिँ कम्बिनेसन के बेटर होला, स्क्वाड ब्यालेन्स छ कि छैन, के छ भ्यू के छ भनेर एकचोटि डिस्कस गर्नको लागि. सो शार्दुल, वाट डु यु थिङ्क हाम्रो स्क्वाडको बारेमा? यहाँ अगाडि स्क्वाड पनि मैले राखिदिएको छु होइन. स्क्वाड एकदमै राम्रो छ होइन, ठ्याक्क ब्यालेन्स छ. हाम्रो फास्ट बलर 4 जना हुनुहुन्छ अनि स्पिनर पनि 3 जना राम्रो स्पिनरहरू हुनुहुन्छ होइन. त्यहाँको विकेट अनुसार नै राम्रो स्क्वाड बनेको होइन. आई थिङ्क राम्रै गर्छ हाम्रो टिमले. सो हाम्रो प्राय म्याचेस त अब वाङखेडेमै भएको कारणले गर्दाखेरि मैले चाहिँ वाङखेडेको स्ट्याट्सहरू कुरा यसो हेर्दाखेरि अब वाङखेडे मोर फेभरेबल फर फास्ट बलर्स जस्तो देख्छु होइन, अहिलेसम्म मैले हेरेको क्रिकेटमा पनि. सो त्यसले गर्दाखेरि हामीसँग करण, नन्दन यादव, अब चाहिँ सोमपाल होइन, 3 जना राम्रो फास्ट बलरहरू छन्. अनि गुलसनले पनि आई थिङ्क अलिकति पेस गर्ने चाहिँ उयो छ. अब मैले चाहिँ म आइल पुट अप अन द स्क्रिन होइन, यो जुन स्क्वाड छ यो चाहिँ मैले चाहिँ आइडियल कम्बिनेसन मैले हेरेको चाहिँ यो हो है. मैले मेरो लजिक चाहिँ म के हो भन्छ भने नि, यसमा मलाई अब आसिफ र अब कुशल चाहिँ अब ट्राइड एन्ड टेस्टेड, अलिकति एक्सपिरियन्स पनि भयो, विथ टेक्निक पनि राम्रो भएको कारणले गर्दाखेरि आई थिङ्क द कोचले चाहिँ इनिसियली चाहिँ एटलिस्ट फर्स्ट कपाल अफ गेम्सलाई चाहिँ स्टिक गर्नुहुन्छ होला. अनि मैले रोहित, मलाई मिडल अर्डरमा चाहिँ लेफ्ट ह्यान्डर कोही पनि नभएको कारणले गर्दाखेरि होइन, हामीले लोकेशलाई पनि हेर्न सक्थ्यौँ होला त्यहाँ होइन. तर मैले बसिरलाई चाहिँ स्पेसली द्याट लेफ्ट ह्यान्डेड फ्याक्टर प्लस लेफ्ट आर्म स्पिन पनि गर्ने भएको भएर चाहिँ अनि प्लस नयाँ प्लेयर हो, धेरै अब थाहा हुँदैन अरू टिमलाई पनि भनेर होइन. देन सन्दीप जोरा आई थिङ्क राम्रो टेक्निक छ, सर्ट बलहरू अब राम्रो खेल्ने भएर. दिपेन्द्र अलवेज होइन हाम्रो भइहाल्नु भयो. गुलसन त्यसपछि एज अ लेफ्ट ह्यान्डेड फिनिसर. सो लेफ्ट एन्ड राइट ह्यान्ड कम्बिनेसन होस् भनेर अनि त्यसपछि 3 जना फास्ट बलर्स र अनि त्यहाँबाट सन्दीपलाई मैले चाहिँ चुज गरेको छु. मेरो चाहिँ स्ट्राटेजी अथवा लजिक चाहिँ त्यो हिसाबले हो. अब यसमा डु यु अग्री अर यु थिङ्क अब यसमा अलिकति आई थिङ्क सन्दीप जोराको सट्टा चाहिँ हामीले आरिफ दाइलाई हेर्न सकिन्छ होइन, किनकि एक्सपिरियन्स पनि आउँछ मिडलमा होइन. त्यही भएर आई थिङ्क आरिफ दाइ चाहिँ बेटर अप्सन हुन सक्नुहुन्छ कि भन्ने सोच्छु. राइट. त्यो बाहेक चाहिँ डु यु थिङ्क अरू स्क्वाडमा चाहिँ अरू ठिक छ, किनकि स्पिनर सन्दीप दाई भइहाल्नु भयो एउटा. अहिले दाइले नि बलिङ गर्नुहुन्छ, अझै चाहियो भने रोहित दाई र कुशल दाई पनि अप्सन हुन्छ. त्यही भएर डेफिनेटली स्पिनर्सको र यो ओभरअल भनौँ न पार्ट टाइम कम्बिनेसन ठिक छ. सो द्याट वाज शार्दुल भट्ट, काठमाडौँ गोर्खासबाट एनपिएल को स्क्वाडमा टिममा हुनुहुन्थ्यो. एन्ड केसिएमा हि कम्स रेगुलरली. कुशल पनि यहाँनिर रेगुलरली प्र्याक्टिस गर्न आउँदो रहेछ बिकज नाउ द्याट हि इज नट इन द स्क्वाड. सो हि इज ट्राइङ टु इम्प्रुभ अन हिज गेम. अब 1-2वटा की फ्याक्ट्सहरू चाहिँ बिफोर आई साइन अफ 1-2वटा की फ्याक्ट्सहरू चाहिँ म कुरा गर्न चाहन्छु. जस्तै नेपालले अहिलेसम्म कुनै पनि टेस्ट टिमलाई आइसिसी टुर्नामेन्टमा जिताएको छैन, जहिलेसम्म 2 चोटि खेलेको छ होइन. सो दिस इज एन अमेजिङ अपर्च्युनिटी टु बिट वान अफ द टेस्ट साइट्स अनि एन्ड देन प्रोग्रेस टु सुपर 8, जसले गर्दा नेक्स्ट टाइम फेरि वर्ल्ड कप खेलिरहनु पर्दैन. द नेक्स्ट थिङ कुरा हामीले याद गर्ने चाहिँ पहिल्यैदेखिको पनि के हो भने विकनेस अब विथ द लेफ्ट आर्म स्पिनर्स होइन. अब इङ्ल्यान्ड, वेस्ट इन्डिज यो सबैमा लेफ्ट आर्म स्पिनर्सहरू चाहिँ अभाइलेबल हुनुहुन्छ होइन. इङ्ल्यान्डमा मेबी नट सो मच, तर डेफिनेटली बङ्गलादेश र वेस्ट इन्डिजमा त डेफिनेटली हुनु नै छ. अनि इटलीमा पनि आइएम श्योर मैले इटलीको साइडलाई त्यति राम्रोसँगले अहिले हेरिसकेको छैन, तर आई थिङ्क दे विल एट्याक विथ लेफ्ट आर्म स्पिनर्स. हाम्रो टप 3 ब्याट्सम्यानहरूको लेफ्ट आर्म स्पिनर्सको चाहिँ एभरेज पनि एकदमै कमै छ. अराउन्ड स्ट्राइक रेट पनि अराउन्ड 100-105 को रेन्जमा छ र अलमोस्ट 30% अफ द डिसमिसल चाहिँ लेफ्ट आर्म स्पिनरले नै गर्नुभएको छ है उहाँहरूलाई. सो समथिङ द्याट स्टुअर्ट ल एन्ड द टिम म्यानेजमेन्ट सुड लुक एट एन्ड सी हाउ दे क्यान काउन्टर. मेबी स्विप्स, रिभर्स स्विप्स, अलिकति मोर एट्याकिङ अप्सन्सहरू लिने हो कि अलिकति मोर फ्रिली खेल्ने हो कि राइट. अब अर्को कुरा गर्ने हो भने हाम्रो चाहिँ पावर प्लेको रन रेट ओभर द लास्ट 1 इयरको पिरियडमा हेर्ने हो भने अराउन्ड 7 को रन रेट, 7.2 को रन रेटमा चलिरहेछ. जबकि इन्टरनेसनल गुड टिम्सहरूको चाहिँ एभरेज हेर्ने हो भने टप 5 टिम्सको एभरेज हेर्ने हो भने इट्स अलमोस्ट 10 को रेन्जमा चाहिँ चलिरहेछ राइट.
सो अब सिमिलरली मिडल ओभर्सकोमा पनि मैले चाहिँ स्ट्याट्सहरू निकालेको थिएँ. मिडल ओभर्समा पनि हाम्रो निकै इन्टेन्ट अलिकति धेरै छैन. अराउन्ड 7कै रन रेटमा हामी खेलिरहेको छौँ मिडल ओभर्समा पनि. जब कि इन्टरनेसनल टिम्सहरू जुन चाहिँ टप 5 टिम्सहरूको एभरेज हेर्ने हो भने उहाँहरूले अलमोस्ट अगेन 9को रेन्जमा खेलिरहनु भएको छ. डेथ ओभर्समा चाहिँ हामी एट पार छौँ विदिन 16 to 20 ओभर्स. तर अगेन इट्स द क्वालिटी अफ द अपोजिसन द्याट वी आर प्लेइङ विथ. र वर्ल्ड कपमा द अपोजिसन्स एन्ड द काइन्ड अफ बलर्स द्याट विल सी भनौँ न इङ्ल्यान्डको वेन जोफ्रा आर्चर कम्स टिमिङ इन एट दि एन्ड हाउ विल बी एबल टु स्कोर against him, what kind of shots do we have, so all those things will come into play. So त्यसले गर्दाखेरि I think इन्टेन्टमा चाहिँ हामीले चाहिँ ध्यान दिनुपर्ने हुन्छ. we should not get stuck to भनौँ न being a 140 150 sort of टिम के जसले चाहिँ त्यति नै रन हान्छ अनि त्यसैलाई डिफेन्ड गर्छ या त्यसैको अराउन्डमा खेल्छ. सो आई थिङ्क वी शुड लुक एट स्कोरिङ 170 180 एन्ड वी हेभ द फायर पावर एन्ड द स्किल एन्ड ट्यालेन्ट एन्ड आई थिङ्क द पिच एट वाङखेडे इज गोइङ टु गिभ द्याट अपर्च्युनिटी फर द ब्याट्सम्यान टु स्कोर अ लट अफ रन्स. सो आई थिङ्क वी निड टु वर्क अन द इन्टेन्ट पार्ट स्पेसली. अर्को एउटा इन्ट्रेस्टिङ फ्याक्ट चाहिँ नन्दन र दिपेन्द्र सिंह अहिले आर आवर मोस्ट सक्सेसफुल एन्ड इकोनोमिक डेथ बलर्स. एन्ड पावर प्लेमा हेर्ने हो भने पनि आई थिङ्क हाम्रो चाहिँ दिपेन्द्र हेज बिन क्वाइट सक्सेसफुल इभन इफ विकेट्स नले पनि इन टर्म्स अफ इकोनोमी इज बिन भेरी गुड. सो लेफ्ट ह्यान्डर्सहरूलाई चाहिँ आई थिङ्क हिल बी एबल टु रेस्ट्रिक्ट इन अर्ली पावर प्ले ओभर्स. अरू त अब हामीले चाहिँ एज वी प्रोग्रेस चाहिँ स्पेसिफिकली इङ्ल्यान्डसँग हाम्रो के स्ट्राटेजी हुनुपर्छ, इटली बङ्गलादेश वेस्ट इन्डिजसँग के स्ट्राटेजी हुनुपर्छ त्यसको बारेमा म सेपरेटली अर्को एउटा भिडियोमा आएर कुरा गर्ने नै छु. अन्टिल देन थ्याङ्क यू सो मच फर ट्युनिङ इन.